प्रिय मण्डली परिवार सम्पूर्णमा म नेहेम्या तामाङको तर्फबाट जय मसीह छ अनि न्यानो अभिवादन पनि टक्राउन चाहन्छु। आज धेरै दिन पछाडि फेरि पनि म तपाईहरुको सामु परमेश्वरको जीवित वचनको साथ उपस्थिति भएको छु। अनि आज मैले चाहिँ विशेष गरेर यूहन्ना रचित सुसमाचार 3 अध्यायको 1 पददेखि लिएर 10 पदसम्मलाई 10 पदसम्म भएको म एउटा विषयलाई लिएर उपस्थिति भएको छु। अनि फोकस चाहिँ विशेष गरेर यो 3 पदलाई हुनेछ। यहाँ एकजना निकोदेमस भन्ने व्यक्ति र येशू ख्रीष्ट बीच भएको संवादलाई लिएर आएको छु। अनि यहाँ यो निकोदेमस भन्ने व्यक्ति चाहिँ पुरानो करार र यहुदी परम्परा अनुसार धार्मिक दृष्टिकोणले हेर्ने हो भने अति नै सम्मानित प्रतिष्ठित व्यक्ति, ईश्वर शास्त्र जान्ने, अनुशासित, ईश्वर शास्त्रको शिक्षक, यहुदी सभाघरको सदस्य, अहिलेको तुलनामा भन्ने हो भनेदेखि एउटा सांसद जस्तो मान्छे। अनि उनी चाहिँ यो इजरायलको धर्मगुरु र शिक्षक थिए। तैपनि एक दिन राति प्रभुका यिनी आउँछन्। अनि यहाँ म पद पढेर सुनाउने छु। यो 3 अध्यायको 2 पद। यिनी राति येशू कहाँ आएर उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाई परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। अनि 3 पदमा प्रभुले भन्नुभयो, येशूले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अब यो निकोदेमस त्यतिखेरको समयमा हेर्ने हो भनेदेखि उनी इजरायलको अगुवा, धार्मिक गुरु अनि यहुदी सभाघरको उनी सदस्य जस्तो मानिसलाई प्रभुले यहाँ भन्दै हुनुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अब यहुदी परम्परा अनुसार उनी यस्तो ठुलो एउटा धर्मको ज्ञाता, ईश्वर शास्त्र जान्ने मान्छे, पुरानो करार व्यवस्था पालना गर्न सिकाउने र पालना गर्ने यस्तो एउटा शिक्षकलाई पनि प्रभुले जब यो कुरा भन्नुभयो, अब उनी यो कुरा सुनेर उनी छक्क पर्छन्। अनि यो 1 पददेखि लिएर 9 पदसम्म प्रभु येशू ख्रीष्ट र निकोदेमस बीच जुन एउटा संवाद हुन्छ। अनि यस संवादमा निकोदेमसले जुन नयाँ गरी जन्मिने विषयलाई चाहिँ उसले एउटा शारीरिक जन्मलाई भन्ने कुराहरू बुझेको पाइन्छ। अनि 10 पदमा गएर प्रभुले यहाँ के भन्नुभयो भनेदेखि, येशूले तिनलाई जवाफ दिनुभयो, तिमी इजरायलका एक गुरु, साँच्चै म तिमीलाई भन्दछु, हामी जे जान्दछौँ त्यो भन्दछौँ र हामीले जे देखेका छौँ त्यसको गवाही दिन्छौँ, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। यहाँ प्रभुले निकोदेमस, तिमी एउटा इजरायलका गुरु हौ,
तिमी एउटा इजरायलका शिक्षक हौ, तैपनि के तिमीले यो कुरा बुझ्दैनौ भनेर यहाँ प्रभु येशू ख्रीष्टले निकोदेमसलाई यहाँ प्रश्न गर्नुभएको छ। वास्तवमा प्रिय मण्डली, परिवार, दाजुभाइ दिदीबहिनीहरू, मानिस मन्दिर जान्छ, उपवास बस्छ, बाइबल पनि अध्ययन गर्छ, नैतिक जीवन पनि जिउँछ, तर यदि ऊ हृदयमा परिवर्तन भएन भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। होला हामी बाइबलको कतिपय पदहरू, कतिपय पुस्तकहरूको सबै कुराहरू हामीमा ज्ञान हुन सक्छ। हामी विभिन्न विषयका तालिमहरू, सेमिनारहरूमा, गोष्ठीहरूमा हामी सहभागी भएर ठुला पास्टरज्यूहरूबाट हामीले धेरै राम्रा वचनहरू सुनेका छौँ, जानेका छौँ, देखेका छौँ, बुझेका छौँ होला। तैपनि यो पदले के भन्छ भने, जसरी निकोदेमसलाई प्रभुले 10 पदमा आएर भन्नुभयो, तिमी एउटा इजरायलका गुरु हौ, तिमी एउटा अगुवा जस्तो मानिस भएर पनि के तिमी यो कुरालाई तिमी बुझ्दैनौ? जबसम्म मानिस आत्मामा परिवर्तन भएर यदि ऊ नयाँ गरेर जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन भनेर यस पदले भन्दछ। मान्छेले ज्ञानले मात्र हुँदैन, जबसम्म तिमी आत्मामा एक बालक जस्तो तिमी भित्रैदेखि नयाँ गरी जन्मनु आवश्यकता छ। खास गरी विशेष गरी 3:5 पदले यहाँ प्रभुले उद्धृत गर्नुहुँदैछ, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। अब यो पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। हामीसँग ज्ञान होला, सिप होला, दक्ष होला, हामी सिकाउन सक्ने क्षमता होला, हामी पढाइ लेखाइ सबै कुरामा होला, तै पनि प्रभुले चाहिँ यहाँ के भन्नुभयो भने, जबसम्म तिमी आत्मामा नयाँ गरेर जन्मिँदैनौ, पुरानो स्वभावलाई, सांसारिक चाललाई तिमीले त्याग्दैनौ, एउटा पश्चातापी भएर तिमी फर्कदैनौ, पवित्र आत्माद्वारा हृदयमा तिमी रूपान्तरण हुँदैनौ, नयाँ स्वभाव परिवर्तन हुँदैनौ, तबसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन भनेर यो पदले भन्छ। नि प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो तपाईहरूलाई मात्रै होइन, यो चाहिँ म कत्रो नजान्ने भनेर मैले यो लिएर आएको होइन। मलाई एकदमै यो पदले मलाई छोयो। अनि कतिपय मलाई जहाँसम्म विश्वास छ, हामी कतिजनाहरू हामी बाइबलको शिक्षक बन्छौँ। यसकारण सबैभन्दा पहिलो कुरो चाहिँ हामीलाई अध्ययन मात्रै भएर, ज्ञान मात्रै भएर, क्षमता खुबी मात्रै भएर, दक्ष भएर हामी एउटा नैतिक जीवन बिताएर मात्रै नहुने रहेछ। हामीले चाहिँ आत्मामा नयाँ गरेर यदि जन्मेका छैनौँ भने, पवित्र आत्माद्वारा हामी हृदयमा पूर्ण रूपमा परिवर्तित हुन सकेका छैनौँ भने हामीले गरेको मेहनत र हामीले गरेको परिश्रमहरू सबै खेर जाने रहेछ। प्रिय मण्डली, परिवार, यसकारण यो भिडियो हेरेर तपाईहरू थोरै मानिसहरूले भए पनि तपाईले लाभ लिन सक्नुहुनेछ भन्ने मैले एउटा ठुलो आशा राखेको छु
अनि विशेष गरेर तपाईँहरूलाई फेरि म अर्को एउटा कुरो के भन्न चाहन्छु भने म भर्खर एउटा सेमिनारमा सहभागी भएर आएको थिएँ। म केही समयको तालिममा सहभागी भएर आएको थिएँ। अनि यो क्रिस्चियन मण्डली इतिहास भन्ने पुस्तक चाहिँ दिलबहादुर तामाङद्वारा उहाँले लेख्नुभएको पुस्तक हो। अनि वास्तवमा हामीले यो क्रिस्चियन इतिहास चाहिँ हामीले मण्डली इतिहास चाहिँ पढ्नको लागि एकदमै आवश्यकता रहेछ। यो पुस्तक किनेको चाहिँ मैले पहिला नै हो, 2-3 वर्ष अगाडि नै हो। तर मैले अलिकति पढ्दाखेरि मलाई खासै त्यति लागेन र मैले त्यतिकै राखेको थिएँ। तर पछि आएर मलाई यो पढ्न मन लाग्यो अनि मैले पढेको। हिब्रू 13:7 पदले भनेअनुसार यो हामीले अग्रजहरूले हामीलाई आज यो ठाउँसम्म आउनको लागि कस्तो भूमिकाहरू उहाँले निभाउनु भयो, के गर्नुभयो भन्ने कुराहरू सबै यो मण्डली क्रिस्चियन मण्डली इतिहास यो पुस्तकमा रहेछ। अनि तपाईँहरूले पनि यो पुस्तकसँग मेरो कुनै पनि साझेदारी, मैले उहाँ दिलबहादुर तामाङ को हो मैले चिन्न पनि चिन्दिनँ। मैले चाहिँ हामी आजको यो युगसम्म हामीले प्रभुलाई त पायौँ, तर हाम्रो अग्रजहरूले हाम्रो लागि यस्ता पुस्तकहरू, यस्ता शिक्षाहरू दिनको लागि कस्ता भूमिकाहरू, योगदानहरू गर्नुभएको रहेछ भन्ने कुराहरू तपाईँले बुझ्न सक्नुहुन्छ। यसकारण यो पुस्तकहरू किनेर ल्याएर पढ्नुहोस्। यसको धेरै पनि छैन, कति 200-300 कति पैसा पर्छ। अनि त्यसै गरेर अहिले एउटा झुटा शिक्षाको विषयमा पनि 25-26 वटा झुटा शिक्षाहरूको एउटा पुस्तक आएको रहेछ। त्यो पुस्तकहरू पनि तपाईँहरूले खोजेर पढ्नुहोला, ताकि तपाईँहरू क्रिस्टको भक्तिबाट सुन्दाखेरि उस्तै तर उनीहरूको भित्री रहस्य चाहिँ अर्कै हुँदो रहेछ। यसकारण यस्ता झुटा शिक्षाहरूबाट बस्नको लागि पनि अहिले एउटा झुटा शिक्षाको विषयमा 25-26 वटा झुटा शिक्षाहरूको एउटा पुस्तक आएको छ बजारमा। त्यो पनि किनेर पढ्नुहोला भनेर म अनुरोध गर्न चाहेँ। हस् त, धन्यवाद सबैलाई। अनि फेरि पनि अर्को विषयवस्तुको भिडियो लिएर म आउने बाचा साथ म अहिलेलाई बिदा हुन चाहन्छु। प्रभुले सम्पूर्ण मण्डली परिवारलाई धेरै आशीर्वाद देऊन्। यहाँहरूको कार्यक्षेत्रमा, सेवाकाईमा, सबै कुरामा प्रभुले धेरै आशीर्वाद देऊन् भन्दै म बिदा हुन चाहन्छु। हस्, जय मसीह, नमस्कार।